नमस्कार दर्शकवृन्द, तपाईँ सम्पूर्णलाई हाम्रो युट्युब च्यानलमा हार्दिक स्वागत छ। आज हामी कुरा गर्दैछौँ नेपाल प्रिमियर लिग एनपीएल सिजन 2 को फाइनलपछि फेरि चर्चामा आएको सुदूरपश्चिम रोयल्सको हार, फ्यानहरूको आक्रोश, फिक्सिङको आरोप र वास्तविक कारण के हो भन्ने विषयमा भिडियो अन्त्यसम्म हेर्नुहोला अनि तपाईको विचार पनि कमेन्टमा लेख्नुहोला। दर्शकवृन्द, क्रिकेटमा एउटा भनाइ निकै चर्चित छ, लगातार खेल जित्नु भन्दा पनि फाइनल जित्नु नै सबैभन्दा ठूलो कुरा हो। लिग चरणमा जति नै उत्कृष्ट प्रदर्शन गरे पनि फाइनलमा चुक्नु भयो भने त्यो सिजन अधुरो जस्तै हुन्छ। ठिक यही कुरा नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा फेरि दोहोरियो। लगातार दोस्रो पटक फाइनल पुगेको सुदूरपश्चिम रोयल्सले फेरि उपाधि जित्न सकेन। पहिलो संस्करणमा हाई स्कोरिङ फाइनल हारेको सुदूरपश्चिम यसपटक भने लो स्कोरिङ फाइनलमा पराजित हुन पुग्यो। लिग चरणमा लगातार 6 खेल जित्दै पहिलो क्वालिफायर पनि जितेर फाइनल प्रवेश गरेको सुदूरपश्चिमलाई यसपटक सबैले बलियो दावेदार मानेका थिए, तर फाइनलमा उनीहरूको दिन नै राम्रो भएन। अन्डरडगको रूपमा आएको लुम्बिनी लायन्सले एलिमिनेटर र दोस्रो क्वालिफायर जित्दै फाइनलमा प्रवेश गर्यो र अन्ततः प्रतियोगिताकै सबैभन्दा बलियो टिम मानिएको सुदूरपश्चिमलाई एकतर्फी रूपमा पराजित गर्दै च्याम्पियन बन्न सफल भयो। फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले राम्रो योगफल बनाउने अपेक्षा थियो। पिच पनि ब्याटिङ मैत्री देखिन्थ्यो। धेरैको अनुमान थियो सुदूरपश्चिमले 150 देखि 160 रन बनाउनेछ र खेल रोमाञ्चक अन्त्यतिर जानेछ, तर यो अनुमान पूर्ण रूपमा गलत साबित भयो। सुदूरपश्चिम रोयल्स 85 रनमै अल आउट भयो। फाइनल जस्तो ठूलो खेलमा 85 रन बनाउनु भनेको उपाधि लगभग त्यही गुमाउनु सरा हो। लुम्बिनी लायन्सका बलरहरूले सुरुदेखि नै सुदूरपश्चिमका ब्याटरमाथि दबाव बनाइरहे। टप अर्डर पुरै असफल भयो। प्रतियोगिता भर उत्कृष्ट फर्ममा रहेका विनोद भण्डारी खाता नै नखोली आउट भए। सेल्डन ज्याक्सन 1 रनमै पभिलियन फर्के। आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, हरमित सिंह सबै ब्याटरहरू खराब शट छनौटमा आउट भए। पावर प्ले भित्रै 3 विकेट गुमाउँदा सुदूरपश्चिम दबावमा आयो र त्यसपछि ब्याटिङ पुरै कोल्याप्स बन्यो। खेलपछि सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमाटाले पनि खुलेर स्वीकार गरे, फाइनलमा हाम्रो दिन राम्रो थिएन। लुम्बिनीले हामी भन्दा राम्रो खेल्यो, हामी ब्याटिङमा पूर्ण रूपमा चुकेका हौं। यो एउटा इमानदार स्वीकारोक्ति थियो। वास्तवमा यो हारको मुख्य कारण ब्याटिङ असफलता नै हो। 85 रनको लक्ष्य लुम्बिनी लायन्सका लागि कुनै चुनौती बनेन। उनीहरूले जम्मा 4 विकेट गुमाउँदै 9 ओभरमै लक्ष्य पूरा गरे र 6 विकेटको शानदार जित सहित एनपीएल सिजन 2 को च्याम्पियन बने। कप्तान रोहित कुमार पौडेलले उत्कृष्ट नेतृत्व देखाए। शेर मल्लले प्रतियोगिता भर शानदार बलिङ गरे। सन्दीप लामिछाने गोल्डन क्याप होल्डर बने। यी सबै खेलाडीहरूले आफ्नो प्रदर्शनबाट प्रतियोगितालाई यादगार बनाए। तर दर्शकवृन्द, फाइनल पछि एउटा दुःखद दृश्य पनि देखियो। केही सुदूरपश्चिमका फ्यानहरूले जर्सी जलाए, सामाजिक सञ्जालमा फिक्सिङको आरोप लगाए, सबै ब्याटर एउटै प्रकारले आउट भए, पक्कै फिक्सिङ हो भन्ने टिप्पणीहरू आए। तर यस्ता आरोप लगाउनु कतिको सही हो? क्रिकेटमा ब्याटिङ कोल्याप्स हुनु नयाँ कुरा होइन। यसअघि विराटनगर किङ्स, कर्णाली याक्स, चितवन राइनोज, काठमाडौँ गोर्खास जस्ता टिमहरू पनि यस्तै अवस्थामा पराजित भइसकेका छन्। क्रिकेट अनिश्चितताको खेल हो। एक दिन राम्रो, अर्को दिन खराब। यही नै क्रिकेटको सुन्दरता हो। फ्यान हुनु भनेको जितमा मात्र खुसी हुनु होइन, हारमा पनि टिमसँग उभिन सक्नु हो। खेलाडीहरू हार्न चाहदैनन्, सबै जित्नका लागि मैदानमा उत्रिन्छन्। त्यसैले फिक्सिङ जस्ता गम्भीर आरोप प्रमाण बिना लगाउनु ठीक होइन। यो हार फिक्सिङ होइन, यो केवल ब्याटिङ कोल्याप्स हो, यति मात्र। अन्त्यमा दर्शकवृन्द, लुम्बिनी लायन्सलाई च्याम्पियन बनेकोमा बधाई दिनै पर्छ। सुदूरपश्चिम रोयल्सले पनि पुरै सिजन उत्कृष्ट क्रिकेट खेलेको थियो, तर फाइनलमा चुक्न पुग्यो। तपाईलाई के लाग्छ? सुदूरपश्चिमको हारको मुख्य कारण के हो? टसको निर्णय, ब्याटिङ असफलता वा दबाव? आफ्नो विचार तल कमेन्टमा लेख्नुहोस्। भिडियो मन परे लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र नेपाली क्रिकेटका यस्तै अपडेटका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।